guys, welcome back to my channel. विनीताको फेभरेट के हो? दादाहरुलाई के खेलाउन खेलाएनन् के त्यो माछामा झुन्डा हेर्दै थियो. Hello guys, welcome back to my channel and happy new year to everyone. मलाई भर्खर मुख धोएर आयो मम्मी लाज शरम छैन अलिकति न्यू इयर त दिन भर्खर मुख धोएर आएको त्यो पनि कति बजे भन्दा 9:30 बजे यस्ता पनि मान्छे हुन्छन् हुन्छ नि मेरो मुख यस्तोमा घाउ आएको के भयो खसको मासु खानिरहेको घरमा भनेर मैले खान्न भन्दा नि खसको मासु लिएर आउँछन् के मेरो त केही कदरै छैन यो घरमा मैले खसको मासु खान्न मम्मीलाई थाहा छ त्यो पनि मम्मी खसको मासु ल्याउनुहुन्छ कस्तो मेरो स्किनको त सेडै नमिला क्या काहीँ रातो काहीँ सेतो काहीँ कालो साह्रो छ अनि आज हामी जान्छौँ सल्लाहघारीको मेला यो अगाडिको वर्ष जस्तै मलाई जान त मन छैन तर बरु काहीँ नजानु भन्दा बरु म सल्लाहघारीको मेला जान्छु घरमा बस्यो न्यु इयरको दिन त मलाई घरमा बस्नु मन लाग्दैन गर्छु ओके अब म फेस सु गर्छु अनि म खाना खान्छु अनि त्यसपछि म मेरो आउटफिट देखाउँछु ल गाइस बाई त्यतिसम्मको लागि बाई मम्मी खाना खाँदै हुनुहुन्छ साथीहरू मम्मीले मैले लुगा लगाऊँ भन्न मम्मीले कहाँ जाने 4 बजीतिर जाने हो भने अहिले कति बज्यो भन्दाखेरि 11 बज्यो 11 बज्यो भन्छ न छिटो गर भन्छन् अनि लास्टमा आफै बस्नु हुन्छ न बाहिर बसाएर कुर्छ जा रोक भन्छन् के भन्नु पहिलाको वर्ष सल्लाहको मेला जाँदैछु I'm already basically this is my outfit for the day अनि त्यसपछि अनि हामी चाहिँ जानलाई रेडी भइसक्यो मम्मी त्यहाँ बहिनीलाई लिन जानुभएको अनि भाइ आउँदैछ सो गाइज हामी चाहिँ अब हतारमा के गरेर बस्छ अरे यहाँ छ मेरो भाइलाई रोटी पिङ खेल्न डर लाग्छ अरे डर चाहिँ आज हामी रोटी पिङ खेल्यो भने यसको रियाक्सन क्याप्चर गर्छ फाइनली आइसकेँ सल्लाहघारी होइन हामी जाँदैछौँ दुईजना मम्मी उता हुनुहुन्छ मम्मी नजिकै छ हामी चाहिँ म र भाइसँगै हेर मम्मीले हामीलाई सल्लाह भिडाला मलाई त समय भएपछि भयो भने त मलाई जाँदा पनि रमाइलो लाग्छ अनि भाइ लाग्दैन भाइ तँलाई मसँग हिँड्न रमाइलो लाग्छ कि लाग्दैन नलागेको आउँथ्यो नि हो त्यही भएर भाइको म फेभरेट दिदी हो नि त भाइले मलाई कस्तो राम्रो न्युज पठाउँछ बेला मेरो फेभरेट दिदी माई बेस्ट सिस्टर आउँछ नि त अनि अरू दिदीलाई पठाउनु दिदी छैन अरू अन्त पठाइ भयो मेरो साथ त धोका हो गया भने होइन समाजले त पुलिस अङ्कलहरूले के भन्छ भन्दा अङ्कल म स्कुटर लिएर आउँछु बेला मलाई नरोक्नु है मेरो लाइसेन्स छैन भन्छ ल लेट्सी है त गाइस मलाई समातेर पुलिस थाहा लाग्यो नि छैन अहिले ल्याएको जस्तो तैँले छैन नि होइन हालले त्यो भन्यो भने त अर्कोचोटि ल्याउँदै नलागेको आइसक्रिम खाने मैले अस्ति खेलेकै लास्ट डे अवसर मेरो होइन हावा टाइट होइन हामी खेल्नुपर्छ ल मसँग छ 20 रुपियाँ अब हामी आइसक्रिम खाने 20 रुपियाँ जाने आइसक्रिम हामी बचाउनु कति खान्थ्यौँ 20 रुपियाँ जाने आइसक्रिम 20 रुपियाँ जाने यसको त कति दिन्छ 9 के अरे 10 मा कति दिन्छ 10 मा कति 5 8 ओ 8 ल मम्मा अम्मा त्यसलाई अङ्कल अहिले फेक द्या बच्चाको मेमोरिज याद आयो बच्चा सस्ता तर त्यस्तो मिठो त होइन ठिकै छ 20 रुपियाँ हामी त ठिक हो प्राइस आउँछ अहिले हामी सबको भेटघाट भयो अब हामी भित्र जाने अनि टिकट लिने मम्मी पहिला जान्छ बस तर म जाने टिकट लिनु हाम्रो टिकट लियो 50 रुपियाँ जाने टिकट 50 रुपियाँको कन्सर्ट हेर्न जान लाग्यो अनि 50 रुपियाँको कन्सर्ट तँलाई कन्सर्ट मनपर्छ यहाँको मनपर्छ खोइ ठुलो मान्छेको 80 बच्चाको 50 ठुलो मान्छेको 80 बच्चाको 50 म ट्राइपड दिन्छु भनेर ट्राइपडको मैले काहीँ पनि नाम निशान देखिनँ देखिस् तैँले ट्राइपडको काहीँ
टाइपर लिनु नै ल्याएर हिँड्छ साथी देखे नि भन्दिनँ म आमा यस्तो त छ मेरो भाइ र यो साथी चाहिँ मेरो भाइ रे त्यसैले भन्दिनँ अरे 50 भन्न हामी इन्ट्रोभर्टलाई यहाँ आएर बोल्न लाज लाग्यो इन्ट्रो बनाउनु बस्नु पर्ने 50 को बिना हालेको कस्तो मिठो बनाउँछ तरकारी पुरै पानी तर खातोसमा बनाउँछ मिर्चाई दार खान्छु भनेर हामी चटपटी खानलाई चटपटी कति धेरै छ 50 टका चटपटी गाई फेरि त म 20 रुपैयाँमा खान्थेँ घरतिर कहाँ 10 रुपैयाँमा पहिला 10 रुपैयाँमा टेस्ट गर्दा सुगम थोक्रे कस्तो हो मैले स्पेसल अर्डर दिएर बनाउनु लाग्यो पकड खाने भनेर भाइले मलाई पकाउन सिकाइदियो तपाईँहरूको लागि आजको सुरुको प्रस्तुति रहनेछ त्यसैले यो सुरुवातको माहौलमा एकचोटि हल्ला चाहियो 50 को हो कि 20 को हो यो तपाईँलाई त्यो टेस्ट गर्ने त्यो मिठो हुन्छ क्या गुलियो गुलियोवाला अचार हुन्छ क्या त म कसरी गरौँ क्या आजको पहिलो प्रस्तुति दिनको लागि हाम्रो स्टेजमा आमन्त्रण गर्न चाहन्छु जेनी घिमिरे प्लिज अन द स्टेज जोरदार तालीले स्वागत गरौँ हाल्न मलाई हामी खाना खाँदा हरायो अब मम्मीहरू खोज्छौँ हामी दादाहरूलाई केही खेलाउँदैन केही पनि गराएन सिधै लिएर आयो 50 रुपियाँतिर भित्र ल्यायो अनि बाहिर लानलाई सुनकै रुमवाला कन्डिसन रहेछ गाइस मैले फाइनली ट्राइपड लिएँ मैले ट्राइपडबाट भ्लग बनाउँछु तर मलाई लाज लागेको सबैको अगाडि अब म नेक्स्ट टाइम चाहिँ ट्राइपडबाटै भ्लग बनाउँछु पछाडि सानो बहिनीलाई जुस खानु पर्यो बिचरा खेल्न नि पाएन जुस खान्छ पानी पानी सबजना पानीमा भिजेपछि हामी आवत लाग्यो पानी परेर सबैजना आवत लाग्यो हामी यहाँ फस्यौँ त्यो सनर मेरो मुखैभरि पानी नै पानी ओर्छ भने हामी यहाँ पानी आएर अर्क्यो मम्मीहरू खोइ हाम्रो अगाडि पठाएर नि आफू पछाडि अर्क्यो के सामान किन्छ यस्तो नयाँ लुगा लगाएर चाहिँ मैले फोटो पनि राम्रो खिच्नु पाइनँ भोलि म कहीँ गएर यही लुगा लगाएर जान्छु नि यहाँ राम्रो राम्रो फोटो मैले हिजो गर्नु आएको रे भाँडाकुटी चाहियो रे मलाई हाँसिसक्यो तिमीलाई के चाहियो तिमीलाई पनि भाँडाकुटी चाहियो कोही भाँडाकुटी उनीहरू दुईजनाले भाँडाकुटी खेल्नु पऱ्यो कि सबै दिदीलाई चाहिँ फरारी टी सर्ट चाहियो अलिकदेखि भनेर फरारी छि तँलाई न फरारी तँलाई किनिदिन्छु म फरारी टी ज्याकेट उता पाउँछ ल आइज ल छैन यार मसँग यत्रो आएर त छैन त्यहाँ लास्टमा गएर बस्नु आएर छैन म त्यहाँ गयो भने म त बिचतिर गएर बस्छु त्यही पनि डराएर छेडेर मर्छु म लास्ट टाइम बसेको थिएँ ए बसिस् त लास्टमा त बुझ्छ आज त म रोटी पिङ नखेलिएको त्याउने म कि त होइन मलाई त यसो बस्यो कस्तो उल्टी आउँछ होइन किनकि त्यो ठ्याक्क पछाडि लान्छ पहिला चाहिँ डर लाग्छ फर्स्टमा डर कम भएपछि अनि कस्तो रिङबाट लाएर उल्ट्याउला जस्तो हुन्छ त्यो माथि जाँदा चाहिँ मजा आउँछ तल जाँदा सिरिङ हुन्छ तर मलाई त्यही बेला टाउको दुख्छ कि ठ्याक्कै टाउकोमा हान्छ नि त हाने तँलाई हान्दैन माला हान्दैन त त अब के हो मान्छेहरू मलाई हालेर यहाँ भुइँमा सुताइदिन्छु नि भाइ भुइँ कस्तो हो तँलाई नि
छ नि हेर राम्रो छ विनिताको फेभरेट के हो पानीपुरी र चटपटे लुगा लाएर गएको दिन सेतो सुरुवाल लाएर गएको दिन मेरो सबै लुगा भिज्यो भयो अब अर्कोचोटि त म ट्राइपड लिएर भ्लग बनाउँछु यस्तो हुन्छ मेरो फोन बाउलाईको हालत मैले यस्तो राम्रो एस्थेटिक आउटफिट लगाएको तपाईँ कस्तो कालो ध्वाँसे मधेसी जस्तो देखेँ तारा आन्टी गोरु हो त चाहिँ कसरी कालो भयो यो घाममा धेरै हिँड्छ त त्यसरी काली भयो एक नम्बरको काली भइसक्यो त घरभित्र बस धेरै बाहिर नहिँड त्यहाँ गएर के गर्नु अनि दिदी पनि यहीँ आइसक्नु म एक्लै अङ्कल र म के गरेर गर्छु अङ्कल पनि काममा जानुहुन्छ मलाई के गरेर म भाइले म जस्तो त्यहाँ दिदी छोडेर अरू भेटेर जान्छ होइन हो कि खाँचेर खाजा के बसमा चढ्ने अनि घर जाने अनि म घर गएर पढ्छु अनि भन्नु आज म न्यु इयरको दिन एकछिन बुक छोडिदिन्छु फर्मालिटीको लागि न्यु इयरको दिन केही गऱ्यो भने त्यो जिन्दगी भएर हुन्छ अरे त्यसैले आज म बुक छोड्छु अनि मलाई पढ्न मन लाग्छ हल्का छोड्छु बुक छुन्छु पढ्छु बुक छोड्छु भनेर पढ्छु अनि त्यसपछि मलाई अलिकति भगवान्ले पढ्न मन लाग्छ बनाइदियो कि अनि त्यसपछि मेरो टुवेल्भमा A+ आओस् कि होइन तैँले के भने मजराको A+ आयो भने त म बाटोमा नाङ्गे टिप्पा गएको नाच्छु होइन मेरो भाइ चान्स A+ आयो भने त पहिला म तबेट आउँछु त्यसले मेरो A+ आयो भने बाटोमा के पनि नलेको नाङ्गे नाच्छु होइन है साथीहरू नाङ्गे नाच्छु होइन याद आइरहेको भ्लगमा पनि छ नि हो है हामीले यस्तो मम्मीले चटपट राख्ने अब हाम्रो आन्टीले एकदम खट्टा चटपट बनाएर खुवाउने रे सो गाइस अब चाहिँ म